हेलो गुड मर्निङ गाइस। आज म तपाईँलाई मेरो यो युट्युब च्यानलद्वारा देखाउने छु टिस्टाको सुन्दरताहरू, टिस्टामा के छ भनेर है। यो ब्रिज त सबैलाई थाहै भएको। यो ब्रिजमा छु अहिले म। अब यहाँ टिस्टाको पानी हेर्नुहोस् है, एकदम शान्तिसँग बगिरहेको छ। अनि देख्नुहुँदैछ यो टिस्टाको पानी। अनि माथि यो रेलवे लाइनको यो टनल बनिँदै रहेछ है, यो मान्छेको सुविस्ताको लागि। अनि अब म यो बाटो, यो टिस्टाको यो रफ बाटोबाट चाहिँ म माथि तक्लिङबाट लाग्ने छु। अनि अहिले म टिस्टा बजार आइपुग्न आँटेको छु। टिस्टाको ब्रिज मुनि नै छु। यो बाटो अब गएर म स्कुटीमा छु। अनि यो बाटो गएर अब म यो स्कुटीबाट चाहिँ बाटो भएर टिस्टा बजारदेखि उकालो चढेर जानेछु है गाइस। हेरिदिनुहोस् यो ब्लकहरू। अनि अलिक माथि गएर टिस्टाको हस्पिटल देखेँ। टिस्टाको हस्पिटल एकदम मान्छेको लागि एकदम सुविस्ता रहेछ टिस्टामा पनि हस्पिटलमा। तर बाटो अलिकति रफ रहेछ। यहाँ दुईवटा बाटो छ, एउटा यतापट्टि चाहिँ हस्पिटल जाँदो रहेछ, ओह्रालो चाहिँ तपाईँको टिस्टा बजारहरू जाँदो रहेछ है। अन्त अलिकति माथि आइपुगेर चाहिँ यतानिर फरेस्ट अफिस पनि रहेछ, रेन्जर फरेस्ट, टिस्टा रेन्जर फरेस्ट अफिस पनि रहेछ है। एकदम अलिकति माथि रहेछ टिस्टामा, टिस्टाकोदेखि अलिकति माथि रहेछ है। अन्त म अब यो एकछिनको लागि अहिले म अलिक माथि आइपुगिसकेको छु। यो सानो गाउँ रहेछ। यो गाउँमा चाहिँ है यसरी मान्छेले बस्दो रहेछ। अनि हरियाली देख्नुभयो अलिकति माथि तक्लिङको है। यो हरियाली चाहिँ देख्नुभयो, यो हरियाली यसमा मकैहरू अनि सिमीहरू अनि रोपेको रहेछ यता घरकै मान्छेहरूले है। एकदम यो बिल्डिङ पनि एकदम राम्रो रहेछ है। यहाँ घर पनि दामी रहेछ। अनि हरियाली बारीमा चाहिँ हरियाली हरियाली रहेछ है। अलिकति माथि आएर यसरीनिर तक्लिङ प्राइमेरी हेल्थ सेन्टर पनि रहेछ अलिकति माथि मान्छेको सुविस्ताको लागि। जहाँ चाहिँ अब तपाईँले हेल्थ सेन्टरमा चाहिँ अब तपाईँको हेल्थ रिगार्डिङ सबै कुछ यतानिर चेक गर्छ होला है। अनि यो चाहिँ यिनीहरूको अफिस, हेल्थ सेन्टरको अफिस। यतानिर चाहिँ पेसेन्टहरू आउँदो रहेछ, चेकहरू हुँदो रहेछ, के हो कसो हो भनेर चेकहरू हुँदो रहेछ। पेसेन्टहरू आउँदो रहेछ, चेकहरू हुँदो रहेछ। अनि यता बोर्ड पनि लगाइदिएको रहेछ तपाईँको सुविस्ताको लागि है। अनि अब यस हस्पिटल चाहिँ यही रहेछ है। एकदम सानो रहेछ तर एकदम एकान्त जग्गामा राम्रो रहेछ, सुन्दर रहेछ यो हस्पिटल। अलिकति माथि काँक्राको उयो रहेछ, बारी रहेछ। अलिकति माथि आएर चाहिँ अब बाटो चाहिँ अलिक बिग्रेको रहेछ, एकपट्टिको डल्लै ल्यान्डस्लाइड भएको रहेछ। अन्त यता वर्करहरूले चाहिँ यो बाटो बनाउनु लागि मुनिबाट चाहिँ बाटो बढाउनु लागि उनीहरूले काम गर्दो रहेछ, काम प्रोसेस रहेछ। ठुलो गाडी चाहिँ आउनु सक्दैन रहेछ, सानो गाडी चाहिँ आउँदो रहेछ। अन्त अलिकति तल 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 गएर चाहिँ यहाँनिर यस्तो राम्रो जग्गा रहेछ। बाटो पनि कति जग्गा चाहिँ राम्रै रहेछ, रोड्सहरू कति जग्गा यो रोडहरू राम्रै रहेछ, कति जग्गा अलिकति बिग्रिएको रहेछ है। मान्छेहरू यसरी दुःख गर्दो रहेछ बिचरा है, माया लाग्यो। अनि यो कुकुर पनि यस्तो जङ्गल बिचमा एक्लै उकालो जाँदैछ। अनि यो टिस्टा गाउँ यताबाट देख्नुहुँदैछ। टिस्टाको यो पछाडिको गाउँ, यो टिस्टाको डल्लै गाउँ हो। यो मुनिको खोलाको अलिक माथि देख्दै गरिदिनु भएको डल्लै टिस्टा गाउँ रहेछ है। अन्त यो टिस्टा गाउँ पनि एकदम दामी रहेछ। अन्त अलिकति तल आयो चाहिँ यहाँनिर उयो रहेछ, बाटो रहेछ, अलिकति रफ रफ बाटो रहेछ। अनि यो रफ रफ बाटोको अलिकति अगाडि चाहिँ यहाँनिर है सानो गाउँ रहेछ टिस्टाको। यो टिस्टा बजार त होइन, टिस्टा अब के गाउँ भन्छ, गाउँको नाम मलाई थाहा भएन। स्कुलको छेउमा त्यो एउटा गाउँ रहेछ है, जहाँ चाहिँ मान्छेहरू यसरी मिलेर बसेको रहेछ। छेउछेउमा घर रहेछ, एकदम ठुलो र बाक्लो गाउँ रहेछ टिस्टा बजार। यो चाहिँ तपाईँको देख्दै गर्नुभएको अगाडिको चाहिँ टिस्टा स्कुल रहेछ, एकदम ठुलो स्कुल रहेछ, राम्रो रहेछ है। यो स्कुल राम्रो स्कुल रहेछ।
है सायद स्टुडेन्टहरू पनि निकै होला स्कुलमा टिचर्सहरू पनि निकै होला इङ्ग्लिस स्कुल हो कि तर हिन्दी स्कुल हो त्यो चाहिँ मलाई थाहा छैन राम्रो रहेछ अन्त यता पनि सानो प्राइमेरी स्कुल रहेछ टिस्टाको यहाँ मुनि प्राइमेरी स्कुल रहेछ यता म अब यो दाजुको घरमा जानेछु है अन्त भित्रको देखाउँदिनँ तर तपाईँहरूलाई अन्त म यो बाहिरबाटै यो बाटो टिस्टाको यहाँ एकछिन बसिरहेको छु यो ब्रिजमा है मन्दिरको छेउमा बसिरहेको छु अब यो टिस्टाको राफ्टिङ ब्रिजहरू पनि रहेछ यस पान दोकान नेपाली दाजुकै रहेछ नेपाली दाजुको रहेछ पान दोकान तपाईँहरूलाई यदि मेरो यता आएर पान पनि खान सक्नुहुन्छ तपाईँ टिस्टा बजारमा यदि तपाईँलाई मेरो ब्लग युट्युब च्यानल मन पऱ्यो भने है लाइक सब्सक्राइब कमेन्ट सेयर अन्त सो सम लभ थ्रु सब्सक्राइब